फेरि तपाईँको छैन अहिलेको छैन उता झापा 5बाट उठिरहेछ एमालेबाट होइन केपी ओली भन्ने मान्छे, त्यही मान्छे फेरि प्रधानमन्त्री बन्छु भन्छ। अस्ति प्रधानमन्त्री बन्दाखेरि सबै यो फेसबुकहरू सबै बन्द गरिदिएको होइन, फेसबुक टिकटक होइन, यसो फोन पनि सबै बन्द गर्ने खालको नीति। त्यो भनेको के भने जनता बोल्नु हुँदैन भनेको है। परदेशीले आफ्नो श्रीमतीसँग, आफ्नो श्रीमानसँग, आफ्नो परिवारसँग होइन यसो बेलुका दिनभरि पसिन पसिन भएर आएर यसो चाहिँ लाइनमा कुरा गर्थे नि त, त्यो देखिन सकेर बन्द गरिदियो है। त्यसमा नेपाली कांग्रेस पनि थियो कि थिएन? आन्दोलनमा आएको खोइ के गर्यो पनि। अब पछि अनुसन्धान त हुन्छ हेर्नुहोस् है। केटाकेटीलाई टाउकोमा गोली हानेर, टाउकोमा गोली हानिसकेपछि त सबै रिसाए न, मन रिसाएको थियो, सबै मान्छे रिसाएको थियो थिएन? सबै तपाईँको छैन हाम्रा छोराछोरीलाई गोली हान्नेहरू को हुन् ती? अब फेरि तिनै मान्छेहरू फेरि भोट माग्न आएको देख्छु। नेपालीको बानी त्यही सब बिर्सिहाल्ने होइन, नेपालीको बानी छ बिर्सिहाल्ने। त्यस्ता घटनाहरू बिर्सिनु हुँदैन, त्यहाँबाट हामीले सिक्नुपर्छ। घटनाहरू इतिहासलाई बिर्सिने होइन, इतिहासलाई नै पक्रेर भविष्यतिर नजाने भनेको पनि होइन, तर इतिहासबाट सिक्नुपर्छ।